हामीले विभिन्न 1 देखि 5 वडासम्म निःशुल्क शिक्षा घोषणाको कार्यक्रम चाहिँ समापन गरेर आज हामी तेस्रो दिन पालिकामा चाहिँ छौँ र यो घोषणा गर्ने यतिकै घोषणा गरेको छैन। यहाँहरू सबैलाई थाहा छ, अवगत भएको कुरा। हामीले विभिन्न वडाहरूमा चाहिँ सर्वेक्षण गरेर प्रत्येक घरधुरीमा गएर चाहिँ कर्मचारी या त त्यहाँ चाहिँ व्यक्तिहरू नियुक्ति गरेर चाहिँ कामदार नियुक्ति गरेर चाहिँ सर्वेक्षण गरेर त्यसको डाटालाई चाहिँ तथ्याङ्कलाई चाहिँ आधार मानेर यो निःशुल्क शिक्षा घोषणा गरेका छौँ। मेरो वडामा तपाईँको 1005 घरधुरीमा गरेको सर्वेक्षणमा कुनै पनि चाहिँ 13 वर्ष मुनिको बालबालिकाहरू विद्यालय बाहिर नरहेको चाहिँ तथ्याङ्क निक्लेको छ। अरू वडामा पनि यस्तै राम्रो तथ्याङ्कहरू आएको छ। यसमा हामी सबैले गर्व गर्न चाहिँ पर्छ। गर्व गर्न लागेको सर्वेक्षण हामीले प्राप्त गरेका छौँ। यो सिङ्गो गाउँपालिकालाई नै एकदम गौरवको विषय बनेको छ। र मैले यहाँहरूलाई एउटा सानो अनुरोध मात्र के गर्न चाहेँ, धेरै बोलिनँ मैले। अहिले पछिल्लो शिक्षा ऐनले चाहिँ ल्याएको कुरा 2077 सालको शिक्षा ऐनले चाहिँ ल्याएको विधि जुन 13 वर्षभन्दा मुनिको बालबालिका, मैले प्रत्येक पटक भनिराखेको छु, एकदम संवेदनशील विषयवस्तु छ यो। हामी सबैजनाले एकदम ध्यान दिएर चाहिँ बुझ्नुपर्ने कुरा छ। यो चाहिँ 13 वर्षभन्दा मुनिको कुनै पनि बालबालिकाहरू विद्यालय बाहिर छन् अथवा 13 वर्षभन्दा मुनिको बच्चाहरूले चाहिँ तपाईँको 8 कक्षा चाहिँ पास गरिएको छैन अथवा गरेनन् भने अबको दिनहरूमा तपाईँले कुनै पनि सरकारी कार्यालयमा सेवा सुविधा वडाबाट लिने, पालिकाबाट लिने, जुनैसुकै सरकारी संस्थाबाट प्रभाव हुने सेवाबाट चाहिँ वञ्चित हुने भन्ने खालको कुरा आइराखेको छ। र पनि हामीले अझ त्यति धेरै तपाईँ हामीमा जतिमा चाहिँ यो सूचना आइपुगेको छ हामीले सीमित राखिराखेका छौँ। मलाई जहाँसम्म लाग्छ गाउँटोलमा चाहिँ हामीले अझ त्यति साह्रो प्रभाव गर्न नसकेको हो कि भन्ने यता कता चाहिँ अझ पनि दायाँ बायाँ बुझ्दाखेरि त्यो खालको चाहिँ कुरा आइराखेको छ। हामीले एकदम धेरै विचार पुर्याउनु पर्ने यस्तो यो केही पनि होइन भन्ने खालको अझ पनि नजरअन्दाज गरिराखेका छौँ। यसले भोलि ठुलो दुर्घटना चाहिँ निम्त्याउन सक्छ। यसलाई चाहिँ मैले यहाँहरूलाई अपिल पनि गर्न चाहन्छु। अबको 8 कक्षा पास नगरेको कुनै पनि बालबालिकाहरूले सरकारी इभन तपाईँको निजी कार्यालयहरूमा तपाईँको प्राइभेट सरकारीहरूमा संस्थाहरूमा पनि उहाँहरूले चाहिँ जागिर खान नपाउने भनेपछि यो एकदम ठुलो विषयवस्तु बनेको छ। यसलाई एकदम धेरै यहाँहरूले चाहिँ विचार गरिदिनु होला। त्यो हिसाबले यहाँहरूले सूचना प्रवाह गरिदिनु होला। मैले आफ्नो व्यक्तिगत तर्फबाट र एउटा जनप्रतिनिधि भएको हिसाबले पनि यहाँहरूलाई मैले अनुरोध गर्न चाहेँ। र अर्को कुरा, यो चाहिँ अभियान सफल हुनको निमित्त मैले अघि उहाँको पूर्ववक्ता चाहिँ हाम्रो समाजसेवी प्रेम मम्बा सरले पनि भन्नुभयो, हामी जतिजना जनप्रतिनिधि छौँ, हामी जनप्रतिनिधिहरूले अलिकति यो विषयमा म आफू पनि जनप्रतिनिधि भएको हिसाबले अलिकति हामी कहीँ न कतै चुकिराखेको छौँ कि जस्तो चाहिँ कता महसुस हुन्छ। के अर्थमा भन्दाखेरि उहाँले भन्नुभएको थियो, यो जनप्रतिनिधिहरूले चाहिँ आफू स्वयंले आफ्नो बच्चाहरूलाई चाहिँ सामुदायिक विद्यालयमा चाहिँ अध्ययन गराउनको लागि चाहिँ हामीले अझ पनि 100% हामी सफल हुन सकिराखेका छैनौँ कि कतै हामी आफै चुकिराखेका छौँ कि। र हामी अहिले यो खालको निःशुल्क शिक्षा घोषणा गर्ने कार्यक्रम त ल्याइराखेको छौँ र पनि हामी आफै पछि परिराखेका छौँ भन्ने एउटा चाहिँ त्यो कता लाग्छ मलाई। यहाँहरू सबैजनाले, म आफू पनि जनप्रतिनिधि भएको हिसाबले मैले यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छु। र विशेष गरेर पालिकाले यो विषयमा अलि चाहिँ विचार गरिदिनुपर्ने, गहिरिएर चाहिँ मनन गर्नुपर्ने विषयवस्तु बनेको छ जस्तो लाग्छ। हामी भन्छौँ, आफू लागु गर्दैनौँ, अरूलाई भन्न धेरै सजिलो छ। आफूले त्यो ठाउँमा रहेर चाहिँ कर्तव्य पुरा गर्नको लागि हामीलाई चाहिँ धेरै गाह्रो हुन्छ भन्ने मैले यहाँ यति सूचना प्रवाह सन्देश यहाँलाई अनुरोध गर्दै आजको यस कार्यक्रम सफलताको शुभकामना पनि व्यक्त गर्दै म यहाँहरू माझबाट गर्न चाहन्छु। हस्त, धन्यवाद।